आफ्नै मुखमा बेल्चा हाने जस्तो छ यार खातेको यार। हेर न अनुहार यहीँबाट हान्नु मिले हानिदिन्थेँ कि मैले यसलाई। मै नेता मै कानुन जस्तो गर्छ जस्तो हर्कले पागल। म आफै कानुन बनाउनु जस्तो गर्छु कि हर्कले फेरि पागल जस्तो रि। आफ्नै अनुहार हेर अनुहार, यसको अनुहार हेर, यहाँ रुक्यो सालाको अनुहार हेर न अनुहार। आफ्नै मुखमा बेल्चा हाने जस्तो छ यार खातेको यार। हेर न अनुहार यहीँबाट हान्नु मिले हानिदिन्थेँ कि मैले यसलाई एक दुई त। पागल कस्तो मान्छे हो यसले, देश पनि बनाउनु दिन्न क्या यो खातेले एकचोटि। श्रमदान गरेर कहाँको देश बन्ने यार मान्छेले यार। श्रमदान गरेर देश बन्छ खाते? बेल्चा हानेर देश बन्छ? त्यसले के भन्छ थाहा सुन भन, एउटा 1 लाखवटा बेल्चा हान्यो भने चिनकाले के भन्छ सेटेलाइटबाट हेर्छ, तेरो टाउको सेटेलाइटबाट हेर्छन् खाते। 1 लाखवटा बेल्चा कहाँ हाल्छ यार? तेरो मुखमा हाल, तेरो मुखमा सुनिस् नि, तेरो मुखमा बेल्चा हाल 1 लाखवटा, बुझिस् नि खाते। देश पनि बनाउनु दिन्न यार यो खातेले त यार। सबभन्दा विरोधकारी भनेको मान्छे यही हो कि यो खाते नि। अरू कोही छैन नि, सबभन्दा विरोधकारी भनेको सांसदमा यही हो कि। मैले त के सोच्थेँ भन्दाखेरि होइन, के अरे अब घन्टीले चाहिँ त्यति धेरै मत लिएर आएर जित्यो होइन। अब एमाले काङ्ग्रेस होइन अरू पार्टीकाले एकदम विरोध गर्नु भयो सांसदमा भनेको त सबभन्दा खाते त यसले विरोध गरेर रहेछ कि यो खातेले। यो अनुहार हेर्नु अनुहार, बेल्चा मुखमै बेल्चा हानौँ जस्तो छ यार यसको त। बेल्चा यसले श्रमदान गरेर कसरी बनाउँछ हो देश यार। यसले श्रमदान गरेर देश बनाउन आएकै हो नि यो मान्छे। यो पुरै क्युआरबाट पैसा खान आएको यो खाते, बुझ्यौ नि। यसलाई त होइन, यसलाई माटो भन्ने मान्छे त होइन, यस्तो पागल जस्तो रिस उठ्छ नि मलाई त होइन। यो माटो भन्दै हिँड्ने मान्छे त यो खातेलाई नि होइन, यसलाई त देशबाट निकाल्ला गर्नुपर्छ कि यो खातेले त, बुझ्नुभयो नि तपाईँहरूले। यसलाई त सांसद पदबाट खारिज, यसलाई त खारिज हान्नुपर्छ कि यो खातेलाई त। यसले यो देश बनाउन आएकै होइन। त्यो अर्को देखिन्छ नि त्यो मोटे त बाँदर मार्ने के भनेको त्यो खातेलाई हेर्नु नि फेरि एउटा। अनि एउटा त्यो भोला खाएर फाल्ने, त्यही भोला खाएर थुक्ने त्यो सांसदको अगाडि त्यो के अरे के राई हो त्यो। यस्तो यिनीहरू खातीहरूले गर्दा हो कि सबभन्दा बढी देश बिग्रेको भनेको त। श्रमदान गरेर कहाँबाट बनाउँछस् यार? बेल्चा हानेर गर्छस् अहिलेको जमानामा यार। बेल्चा हालेर कहाँबाट गर्छस् यार त खातेले यार? भन् त मलाई एकचोटि यार, त खातेले कहाँबाट बेल्चा हालेर कसरी श्रमदान गरेर ठुल्ठुलो बिल्डिङ बनाउँछस् यार त खातेले? अनुहार हेर्न अनुहार, यसको त अनुहार हेर्दा नि मलाई रिस उठ्छ कि। यहीँबाट हान्न मिल्ने मैले हानिदिन्थेँ। त्यो त कहाँ छ क्या त्यो? यसले हेर न कस्तो पागल जस्तो मान्छे होला यार यो हरकत यार। यसको त होइन, मलाई त यो देश बनाउन आएको होइन, यसले क्युआरबाट पैसा खान आएको पुरै होइन। यो खातेलाई त होइन, यो खातेलाई त यस्तो मोबाइल यहीँ कता आएको थियो भर्खर भिडियो होइन, एक हानेर यहीँ मोबाइलबाट हानेर फुटालिदिउँ जस्तो लाग्यो देशको त अनुहार। हेर खिँ अरे हाँस्छ पो त घरिघरि। यस्तो रिस उठ्छ नि मलाई होइन। यसलाई सबभन्दा विरोध गर्ने भनेको यसलाई नै हो कि। यसले हो कि देश बिगारेको। सुन्नुभयो नि तपाईँहरूले मैले के भने? यसले हो देश बिगारेको भनेको सबभन्दा बढी। के नियम लिएर आएको छ होइन, विरोध हानेछ ए यता लिएर आएको छ 3 सिटे